हेलो साथीहरु, यहाँ तपाईहरुले चाहिँ देखिरहनु भएको छ है। यो फर्सी रहेको छ है साथीहरु। तपाईहरुले चिन्नै हुन्छ होला है। फर्सी है, एकदम गुलियो मिठो हुन्छ है। यो पाक्न लागेको छ है भन्नुपर्छ साथीहरु। यो देख्न सक्नुहुन्छ है। तपाईहरुलाई म जुम गरेर देखाउँदै छु है। ठुलो रहेको छ है साथीहरु, हेर्न सक्नुहुन्छ है। यो पाक्ने चाहिँ बेला हुन लागेको छैन साथीहरु है। अब हुन लागेको छ भनौं न। केही समय छ बाँकी, हेर्नुपर्छ साथी। युब देख्न सक्नुहुन्छ है, यता झेल रहेको छ है। युब चाहिँ बगानै छ है साथीहरु, युब चाहिँ हैन। युब चाहिँ रहेको छ साथीहरु है। बगानै रहेको छ। युब पनि धेरैवटा फर्सीहरु रहेको छ है साथीहरु। र उ त्यो घारीमा पनि देख्न सक्नुहुन्छ फर्सी। यता युटा नि रहेको छ है साथीहरु है। हेर्नु होला, कत्रा खालको फर्सी रहेछ है साथीहरु। खाउ जस्तो छ है हेर्दै। केटाकेटीमा यसको गट्टा खेलाइन्थ्यो भन्नुपर्छ साथीहरु। देख्न सक्नुहुन्छ है। यो पाकेपछि चाहिँ पुरै त्यो अहिले हरियो छ साथीहरु। पछि पहेँलो हुन्छ है पुरै साथीहरु है। अलिअलि पाक्दैछ, हेर्न सक्नुहुन्छ है। यसलाई चाहिँ किन यसरी चुटाएर राखेको भन्दा यो आफस्याप चुट्यो होला साथीहरु है। भनौं सुँगुर चारो काट्दाखेरि र अथवा आफै नै यो भनौं न, यो झुन्डिँदाखेरि झेल चुटेर आफै नै यसरी रहेको होला के साथीहरु। दुईटा मध्ये एक हो साथीहरु। ओके साथीहरु है। यस्तो फर्सी सम्बन्धी भिडियोहरु तपाईहरुको माझ छ है। तरकारी फलफुलहरु सम्बन्धी हैन, कृषि सम्बन्धी भनौं हैन। हामी त किसानी मान्छे हैन। यस्तै भनौं न हैन, खेतीपातीमा उब्जिने कुराहरु हैन, यस्तै तपाईहरुलाई चाहिँ देखाउने छु नेक्स्ट टाइम पनि है। आउने समय हजुरहरुले चाहिँ मलाई सपोर्ट गर्नुपर्ने हुन्छ है यस्तै भिडियोको लागि। साथीहरुलाई भिडियो मन परे शेयर, सब्स्क्राइब, लाइक, कमेन्ट्स है गरिदिनु होला। मलाई सपोर्ट गरिदिनु होला है साथीहरु। ओके साथीहरु, अहिलेसम्म हजुरहरुले मेरो युट्युब च्यानललाई सब्स्क्राइब गर्नु भएको छैन भने युट्युब च्यानललाई सब्स्क्राइब गरिदिनु होला प्लिज। र छेउमा रहेको बेल आइकनलाई दबाई अलमा सिलेक्ट गर्न नबिर्सनु होला है साथीहरु। ओके साथीहरु, थ्यांक यू। जय नेपाल।